हेलो टस्टेले नमस्ते फ्याफुल्ला सबैजनालाई। आज हामी खरेढुङ्गा दोलखा जिल्लामा आइपुगेको छौँ। यहाँ घुम्दै फिर्दै आइपुगेको छौँ र यहाँको दृश्यहरू एकदम चिसोपन छ। हावा एकदम चिसो हावा लागिरहेछ। यहाँ एउटा एकदम हिउँ पर्ने ठाउँ रहेछ यो। अहिले हिउँ पर्ने समय भएको छ र पनि हावा एकदम चिसो आइरहेको छ। यहाँको वातावरण एकदम चिसो। यो ठाउँ कहिले पनि आएको थिएन, आज फर्स्ट टाइम आइपुग्यो र यहाँ हिउँ पर्छ अरे पनि। बाटो वरिपरि रहेछ। बाटो वारि चाहिँ सिन्धुपाल्चोक जिल्ला पर्दछ भने पारि चाहिँ दोलखा जिल्ला पर्दो रहेछ। जस यहाँबाट सैलुङ पनि पुग्ने रहेछ। यहाँबाट धेरै ठाउँ पुग्ने रहेछ। यहाँ पाहाडको अन्त उहाँसँग घुम्न आएको। यो गाउँको नाम के भन्छ हाम्रो? ए यहाँ त हिउँ पर्छ होला नि? त चिसो नि हावा त पुरा हिउँ परेको चाहिँ त्यही हावा आउँदछ। यहाँबाट माथि गयो कहाँ पुग्छ? यहाँबाट माथि गयो कहाँ पुग्छ? हजुर यो बाटो चाहिँ यहाँ दिदीलाई चाहिँ अब पानीपुरी बनाउन लागेको छु। पानीपुरी निकै मिठो बनाउनु हुन्छ अरे भन्ने चाहिँ थाहा भयो। र यहाँ चाहिँ अब खरेढुङ्गा भन्ने ठाउँ चाहिँ विशेष गरेर त्यो डाँडाको चाहिँ अब ढुङ्गाहरू सेतो हुँदो रहेछ। यो सेतो ढुङ्गा निकालेर चाहिँ यहाँको चाहिँ विशेषता के रहेछ भनेदेखि चाहिँ यो सेतो ढुङ्गाको चाहिँ धेरै आकारको चाहिँ अब बनाउँदो रहेछ भनौँ न सामग्रीहरू। अनि यहाँ चाहिँ पेमा बनाएको रहेछ र उहाँ दाजुले त्यो पेमा चाहिँ अलिकति विधिपूर्वक नभएको रहेछ। अनि त्यो चाहिँ उहाँ लामाले उहाँलाई सम्झाउँदैछ त्यस्तो होइन भनेर उहाँले भन्नुहुँदैछ। डिजाइनको कुरो भएन नि, महत्त्वको कुरो भन्दा ढुङ्गाको खोपेर बनाएको दाजुले। खरेढुङ्गामा आएर पानपुरी चाख्दैछु। हाल्नु नि तपाईँले। ल यहाँ चाहिँ यसो हाल्छ है पानपुरीमा पानी चाहिँ। कहाँ गयो? अनि यसरी खाइ यो गरी पार त खोइ। त्यो घर चाहिँ के त्यो पेल फ्याक्ट्री थियो? यसको यस्तो खरीको। ए अहिले चाहिँ बन्द भयो। ए माओवादी बेलामै खरेढुङ्गा भन्छ क्या ठाउँ नाम त नि ढुङ्गै ढुङ्गा। हामी जाँदैछौँ। ठाउँ हस्। अनि ढुङ्गामाथि ल यहाँबाट हिमाल देख्न सक्नुहुन्छ हजुरले। र मेरो मोबाइल राम्रो नभएर मात्र हो लस हो।
चाइ अनि अच्छु चिसो भयो त हो यो तल बर्ना तामाङ बस्ती छ अनि उ त्यो बन्धन उ त्यो पेटको त्यहाँ घुर्लेमपछि उ बन्दैछ यो त उतापट्टिको चाहिँ पाखर अनि यो खरिडुङ्गा खरिडुङ्गा अलि हिमाल देख्दा फेरि हिमाल टाढा राम्रो छ अझै पनि फेरि सञ्चालन गर्न मिल्दैन होला त्यो त सरकारले तर यहाँ ढुङ्गा पनि हुनु पऱ्यो नि फेरि सञ्चालन गर्नलाई ढुङ्गा त छ्याछ्याक्कै छ नि ए माथि डाँडाबाट देखेको फ्याक्ट्री त यो पो रहेछ हो यहाँबाट चाहिँ सिधै यो घरबाट चाहिँ सिधै मुनि ओह्रालो बजारमा लाँदो रहेछ अनि बनाउने फ्याक्ट्री चाहिँ यतै रहेछ यो माओवादीको कालमा माओवादीले युद्ध गरेर अब त्यहाँ छिनेकी अरे नि त अब हामी कहाँ जाँदैछौँ अब मुडे पाखर जाँदैछु यो खरिडुङ्गा हो खरिडुङ्गा म्याग्निफाइडको खरीको कम्पनी हो अहिले बन्द भएको अवस्थामा छ यहाँबाट चाहिँ खरी तल लामसागु भन्ने ठाउँमा लान्थे ट्रेनबाट अहिले बन्द अवस्था छ एकदम रमणीय दृश्यहरू अवलोकन गर्नुहोस् हेरिदिनुहोस्
बादल आएर घाम त आछ हिमालहरू हेर्न पाएन मोलाला कस्तो भयो ठाउँ एकदम दामी आफू त पहिला छुट्यो हो एकदम उचाइ एकदम अर्को रहेछ अलिक डर पनि रहेछ यो रमाइलो एकदम हामी त तराईमा बस्ने मानिसले डाँडा कहाँ धेरै हिँड्दैनौँ अलिकति डर चाहिँ हुँदै रहेछ डराउनु पर्दैन यतिको सम्ममा अब हामी यहाँ बनाउन चाहन्छौँ अब यो रोडको खिच्नु नि त राम्रो देख्छ यो बाटोको बाटो हो यो दोलखा तरिकोट राईसाल सिंगडी जाने बाटो पूर्व जाने बाटो पुरकोट पनि निस्किन्छ यो मान्छेहरू चाहिँ कालिम्पोङ जाने बाटो हो यो तरिकोट छ यहाँबाट अहिले नजाउँ अब नेक्स्ट प्रोजेक्ट नेक्स्ट टाइम यसो गरेर घुम्न आउनुपर्छ हजुरलाई दुःख दिनुपर्छ दुःख दिँदै आउनुपर्छ पछाडि गाडी आइरहेको अवस्था छ अनि अब यो हेर्नुहोस् अब यो गाउँको नाम चाहिँ यो खरढुङ्गा बजार खरढुङ्गा बजार फुटबल ग्राउन्ड ऊ माथि फिल्म सिटी ऊ त्यो माथिबाट गयो भने अति दामी छ त्योभन्दा माथि चाहिँ कालिम्पोङ ल हामी फर्क्यौँ है मुरीको गुम्बा मुरीको बजार रुम्बा र मुक्ताङको बस्ती रहेछ यो मुरी भनेको चाहिँ धन्यवाद अब हामी यहाँ अब बिच बाटोमा आइपुगेको छौँ यहाँ चिसो पानी लिँदैछौँ
जुसहरू। अनि धन्यवाद हजुर सबैलाई यो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद सबैजनालाई। टेक केयर, आफ्नो ख्याल राख्नु होला सबैजनाले।